र यो चाहिँ मेरो घर हो। आज म मेरो घरको होम टुर गर्छु। यसरी यो पनि घर हो हाम्रो, यो पनि हो। अनि यो चाहिँ यो भयो घर यो। अनि यो चाहिँ जातो हो, मकैको जातो। यो चाहिँ म सानो पहिला हुँदाखेरि यो मकैको भात खानु पर्थ्यो। त्यति बेला चाहिँ यसरी जातो पिन्थेँ। त्यति बेला चाहिँ बल हुँदैन थियो। अनि म यसरी उभि कति गाह्रो तरिकाले जातो पिनेर म भात पकाउँथेँ क्या। अब कहाँ अनि 9-10 वर्षको केटाकेटी होइन। अनि त्यसपछि यता चाहिँ कोदोको हो। यो कोदोको ढिँडो खानुको लागि कम्ता धेरै यो पिन्दै थिएन। अन्त हलुङ लाग्छ, पहिला कस्तो गाह्रो थियो। अनि अब पहिलाको जमानामा कि त ढिँडो खानुपर्ने कि त मकैको भात खानुपर्ने नि त, त्यस्तो हुन्थ्यो। अनि यो चाहिँ हाम्रो कोदोको भयो। अनि यो चाहिँ बाहिरको खाट, यो चाहिँ मेरो बाउ सुत्ने खाट हो। जहिले यहीँ सुतेरै उसको चाहिँ जिन्दगी गयो। 9-10 वर्षको हुँदाखेरि बाउ यहाँ सुत्यो, म यहाँ सुतेँ। म त बाउसँग सुतेको नि त। अनि अहिले यत्रो सानो छ, कसरी अट्थ्यौँ होला। म पनि तर सानै त थिएँ, 9-10 वर्षको केटी कत्रो हुन्छ र होइन। अनि यसरी यता भयो घर, मूल घर। अनि यसरी चाहिँ यसरी अनि यो चाहिँ हाम्रो चुल्हाहरू। अनि म चाहिँ यहाँ बसेर खानाहरू पकाउँथेँ। अनि बाउ चाहिँ यहाँ खालि बस्थ्यो, सधैँ यहाँ बस्थ्यो बाउ। अनि म यहाँ, दुईजना त हुन्थ्यौँ। अनि त्यसपछि चाहिँ यता चाहिँ माथि चढ्ने टाढो, तर म चाहिँ बाहिर गएर चढ्छु यसरी। यहाँबाट चढ्छु म चाहिँ यसरी। अनि यहाँभित्र अर्कै हो। अनि यहाँ पनि एउटा खाट छ। अनि यता पनि रुम हो। र यहाँ चाहिँ हामी यहाँ बस्नु छोडेपछि यसरी छ, भतिजहरूले यसको ओछ्यानहरू होला यो। फेरि यहाँबाट झरेर चाहिँ यता गइकन यो चाहिँ सबै सुन्तला पारी भइहाल्यो यसरी। अनि यहाँभित्र गइकन चाहिँ यताबाट पनि यहाँ एउटा रुम छ। यो चाहिँ हाम्रो बहिनीको भदैनीको काम गर्ने होला यो। यहाँ एउटा रुम छ। पहिला म हुँदाखेरि चाहिँ यहाँनिर टिभी रुम थियो, यहाँनिर टिभी राख्थ्यौँ हामीले। अनि गाउँभरिको मान्छे टिभी हेर्न आउँथ्यो क्या त्यहाँनिर। अनि यहाँ बाहिरदेखि हेर्थ्यो टिभी, त्यस्तो थियो। अनि यो नील